फेरि पनि हजुरहरूको सामु आएका छौँ एउटा नयाँ कथा लिएर। यो कथा हो सिमलको रुखमुनिको साया। आउनुहोस् कथा सुरु गरौँ। स्याङ्जा जिल्लाको एउटा टाढाको गाउँ जहाँ अझै पनि बिजुली पुगेको छैन। गाउँको छेउमा एउटा पुरानो सिमलको रुख छ जसको बारेमा भनिन्छ त्यो रुखमुनि कोही नआओस् साँझ पख। सन्दीप काठमाडौँबाट फर्किएको एक युवक गाउँ आएको छ आफ्नो बुवाको अन्त्येष्टि पछि। उसले कहिले आफ्नो जन्म गाउँ देखेको थिएन, तर यसपटक उसले निर्णय गर्यो उसले आफ्ना पुर्खाको घर जोगाउने छ। एक रात करिब 11 बजे बाहिर निकै हावा चलेको थियो। पुरानो घरको झ्यालहरू ठ्याकठुक गरिरहेका थिए। उसले झ्यालबाट बाहिर हेर्दा त्यो सिमलको रुखमुनि एउटा सेतो साडी लगाएकी महिला देख्छ। उभिएकी, टाउको झुकाएको, जमिनमा उसका खुट्टा थिएन। सन्दीप डराएर भित्र पस्छ। ऊ रातभर नसुतेर बास गर्छ। भोलिपल्ट बिहान उसले गाउँका बुढाबुढीहरूलाई सोध्छ, त्यो सिमलको रुख त असाध्यै ठुलो रहेछ, तर त्यसको छेउमा त कोही जाँदैन। एउटा बुढी आमाले आँखा ठुलो बनाएर भन्छन्, बाबु 40 वर्ष अघि त्यो सिमलको रुखमुनि एक महिला जिउँदै जलाएर मारिएको थियो। उसलाई डाइन भनेर आरोप लगाइएको थियो। तबदेखि उसले हरेक 5 वर्षमा एउटा आत्मा माग्छ र यो 5 वर्ष पुगिसकेको छ। त्यही रात सन्दीपलाई सपना आउँछ। रगतले लिपापोत भएको अनुहार, सेतो साडीमा झुन्डेकी एउटी महिला। उसले बोल्दैछे, म निर्दोष थिएँ, मेरो न्याय गर। यो सपना होइन थियो। भित्ताको ऐनामा पानी जस्तो अनुहार बनेर सन्दीपलाई निहाल्दै थियो। सन्दीपले गाउँका पुरानो अभिलेख खोज्छ र पत्ता लगाउँछ त्यो महिला वास्तवमा निर्दोष थिइन्। डायनको झुटो आरोपमा मारिएको रहेछ। उसले गाउँमा सबैलाई सच्चाइ देखाउँछ, तर धेरै ढिलो भइसकेको थियो। अर्को बिहान सन्दीप हराइरहेको हुन्छ। उसको मोबाइल सिमलको रुखमुनि भेटिन्छ। स्क्रिनमा एउटै कुरो, अब न्याय भयो। आशा छ हजुरहरूलाई हाम्रो यो कथा मन परेको होला। मन परेको भए हाम्रो च्यानललाई प्लिज लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गरिदिन नभुलिदिनु होला।